टिकटक चलाउन दिएर मकैबारीमा बालिकाको सामूहिक बलात्कार, त्यसपछि तडपाई हत्या गरे। यो तस्विरमा देखिएका व्यक्तिहरू मानिसका भेषमा आएका दानवहरू हुन्, जसले आफ्नै गाउँकी बालिकालाई सामूहिक बलात्कार गरी हत्या गर्छन्। असार 9 गते सिन्धुपाल्चोक भोटेकोशीका 21 वर्षीय निमा तेन्जिङ तामाङ, 22 वर्षीय वाङ निमा तामाङ, 32 वर्षीय नामग्याल शेर्पा, 10 वर्षीय दावा तामाङ र 22 वर्षीय लाक्पा पासाङ तामाङले आफ्नै गाउँकी बालिकालाई बलात्कार गर्ने योजना बनाउँछन्। उनीहरूले स्वास्थ्य चौकीबाट कन्डम लिएर नजिकैको मकैबारीमा जान्छन्। ती बालिका निमाको आफन्त थिइन्। साँझपख भएपछि बालिकालाई बोलाएर निमाले टिकटक चलाउन भनेर आफ्नो मोबाइल फोन दिएर पठाए। बालिका गएपछि उनीहरू मकैबारीमा बसेर मापसी गर्न सुरु गर्छन्। निमाको फोनमा सम्पर्क गरी बालिकालाई आफू भएको ठाउँमा मोबाइल लिएर आउन भन्छन्। त्यसपछि बालिकालाई नै चुरोट किन्न पठाउँछन्। बालिका आएपछि 5 जनाले चुरोट खाएर मापसे गर्छन्। त्यसपछि बालिकामाथि उनीहरूले पालैपालो बलात्कार गरेका थिए। बालिका बेहोस भएपछि भने उनीहरूले डरले घाँटी थिचेर हत्याको प्रयास गर्छन्। घाँटी थिचेर पनि नमरेको हुन सक्ने भएपछि केही पर लगेर उनीहरूले भिरबाट खसाउँदा बालिका रुखमा अड्किन्। अन्तिममा उनीहरूले त्यहाँबाट पनि अन्त लगेर ढुङ्गाले हिर्काएर बालिकाको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको हो। घटनामा 5 जना पक्राउ परेपछि प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गरेर सम्पूर्ण जानकारी दिएको छ। यसबारे थप अनुसन्धान सुरु भइरहेको प्रहरीले जनाएको छ। जिल्ला अदालत सिन्धुपाल्चोकबाट जबरजस्ती गर्ने र ज्यान सम्बन्धी कसुरमा थप अनुसन्धान गर्न 7 दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाइसकेको छ। काठमाडौँबाट तालिम प्राप्त कुकुर पनि झिकाएर प्रहरीले अनुसन्धान गरेको थियो। तपाईँ यस्तो क्रूर अपराध गर्ने दानवहरूलाई के सजाय होस् भन्ने चाहनुहुन्छ? आफ्नो प्रतिक्रिया कमेन्ट गर्नुहोला।